तर रेशमबाट धेरै हुन्छ भन्ने सोच्नु भएको साथीहरूले रेशमलाई शुद्ध लिएर माओवादीमा आउनु उचित हुन्छ। सबैको भलो त्यसैमा छ। अलगै अन्तर यता र उता गर्यो भने त्यसले कहीँ पुगिँदैन। यो कुरा पनि म प्रश्न पार्न चाहन्छु। अहिले नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी हुनुहुन्छ, जे भए पनि थारूको बच्चा हो। टिकापुर घटना, टिकापुर आन्दोलनको बारेमा थुप्रै जालझेलहरू भएको मलाई थाहा छ। यो थारूको बच्चालाई छुटाउन पाइयो भने थारू जनसमुदायलाई अलिकति भए पनि शान्ति होला भनेर मैले जोखिम उठाएर छुटाएको हो रेशम चौधरीलाई। जोखिम उठाएर मैले प्रधानमन्त्रीको हैसियतले क्याबिनेटबाट निर्णय गरेर फोरमा उनलाई पटक पटक भेटेर राष्ट्रपतिलाई भनेर छुटाएको। तर अब अहिले रेशम कता कता छन् मलाई आजभोलि त थाहा छैन। तर यहाँ अघि नै कुरा आइसकेको, थारूहरू नेपालको प्रमुख आदिवासी जातिहरू मध्ये एक हुन्, जसको जनसङ्ख्या झन्डै 20 लाख देशको कुल जनसङ्ख्याको 6% रहेको छ। र उनीहरू थारूहरू तराईका 22 जिल्लामा रहेका छन्, जसमा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, चितवन, नवलपरासी, सप्तरी, रौतहट, सुनसरी लगायतका क्षेत्र मुख्य रहेका छन्। थारूहरू परम्परागत रूपमा सामूहिक जीवनशैलीमा बाँच्ने कृषिमा आधारित समुदाय हुन्। उनीहरूको आफ्नै भाषा, संस्कृति, परम्परा, चाडबाडहरू छन्। अहिले हामीले देख्यौं थुप्रै वेशभूषा, नाचगान, सांस्कृतिक झाँकीहरू हामीले देख्यौं। यसले थारूहरू धेरै विविधता, विविध सांस्कृतिक परम्पराबाट भरपूर समुदाय पनि हो। यी सबै कुराहरू पछिल्लोचोटि हामीले संघर्ष गरेर नै थारूलाई मधेसी क्लस्टरबाट झिकेको हो। कहिलेकाहीँ थारू जनसमुदायलाई एउटा भ्रम हुँदो रहेछ। एक थरी मान्छेले भ्रम पार्न खोज्दा रहेछन्। माओवादीले थारूलाई मधेसीमा लगेर हाल्यो। माओवादी कहिल्यै पनि थारूलाई मधेसीमा हाल्ने पक्षमा थिएन। तर पहिलो संविधान सभामा परिस्थिति कस्तो बन्यो हामीले भन्दा भन्दै पनि लागू नगर्ने परिस्थिति बन्यो। दोस्रो संविधान सभामा माओवादी लडेर मात्रै थारूलाई मधेसीबाट अलग ल्याइएको, उनीहरूको अलग क्लस्टर बनाइएको। यो कुरा पनि म तपाईहरुको अगाडि प्रश्न राख्न चाहन्छु। थारूहरूको लागि अलग्गै संवैधानिक आयोग हुनै पर्छ भनेर लडेको पनि माओवादीले नै हो। माओवादीको नेताको हैसियतले मैले लडेर थारूहरूको संवैधानिक आयोगको कुरा गरिएको हो, थारूहरूको संस्कृतिको संरक्षणको कुरा गरिएको हो। यो कुरा पनि म यहाँहरूलाई प्रश्नसँग राख्न चाहन्छु। थारू समुदायसँग हाम्रो लगाव अलि ठूलो छ, हाम्रो भावनात्मक सम्बन्ध पनि अलि गहिरो छ। सयौं बेपत्ता भएका ती थारू योद्धाहरू, सयौं शहीद योद्धाहरू र थारू परिवारले, थारू जनसमुदायले दुःख कष्ट उठाएर हामीलाई गरेको सहयोग सबै सम्झेर पनि हामीले यो समुदायको हितमा काम गर्नुपर्छ। अहिले कतिपय साथीहरूलाई के भ्रम परेर अरू पार्टीमा गएको थाहा छ। हिजो जनयुद्ध लडेका थारू नेताहरू, कार्यकर्ताहरू, मलाई उहाँहरूप्रति उत्तिकै माया लाग्छ, उत्तिकै भरोसा लाग्छ। भेट हुँदाखेरि उत्तिकै मेरो सद्भाव पनि हुन्छ। अहिले भर्खरै यहीँको टिकापुरको मेयर जो पनि हिजो हाम्रै हुनुहुन्थ्यो, अहिले मेयर हुनुभएको छ अर्को पार्टीबाट, उहाँले हामीलाई स्वागत गर्नुभयो। मैले उहाँलाई धन्यवाद भने। उहाँले हामीलाई के अरे गुलाबको फूल रोप्ने अवसर हाम्रो टिमलाई दिनुभयो। हाम्रो सद्भाव त्यस्तै नै छ। मलाई लाग्छ आउने दिनमा थारू समुदायको पहिचान, अधिकार, आत्मसम्मान सबैको निम्ति अन्तसम्म लड्ने माओवादी केन्द्र नै हो। अरूको भ्रममा पर्न आवश्यक छैन। म ती साथीहरूलाई अपिल गर्न चाहन्छु, थारूमा एउटा नयाँ जागरण र चेतना ल्याउनेमा पनि माओवादी जनयुद्धको मुख्य भूमिका छ। थारूहरूको संवैधानिक अधिकार बनाउनेमा पनि माओवादीकै माओवादी केन्द्रकै मुख्य भूमिका छ। म यो पनि भन्न चाहन्छु। अब म फेरि संक्षिप्तमा टिकापुर थारू विद्रोह र थारूहरूको पहिचान र अग्राधिकारको लागि भएको आन्दोलन हो, त्यसको सम्मान म गर्न चाहन्छु। कोही कन्फ्युजन नरहोस्।
कमैया पुनर्स्थापना हुन बाँकी हुँदै सबै कमैयाको पुनर्स्थापना भइसकेको छैन।